ल वेलकम टु माई मिनी ब्लग होइन दादा हो कि नहीं है ना कुछ बोल दो हाँ मिनी ब्लॉग बोल दो ना कुछ क्या बोलूं कुछ बोल दो मेरे बारे में कुछ बोल दो सब्सक्राइब करने बोलो लाइक करने बोलो कमेंट करने बोलो यूट्यूब पे हाँ यूट्यूब में हाँ भाई लाइक एंड सब्सक्राइब करो ठीक है लड़का बहुत ज्यादा मेहनती है ठीक है एंड बहुत स्ट्रगल करता है तो प्लिज सपोर्ट हिम चलो दाइले पनि बहुत मेहनत गर्नुहुन्छ हैन दाइ पनि क्रिकेटको कोच स्कुलमा सिकाउनुहुन्छ केटाहरूलाई फुच्चाफुच्चीहरूलाई क्रिकेट खेल्न हैन दादा म फेरि खासै हिन्दी बोल्न दोर्दैन क्या अनि यस्तो गाह्रो छ अनि मेरो यहाँ चाहिँ मेरो प्यारी बुढी अनि पक्कै पनि मेरी प्यारी माँ कपड़े धो रहे हैं हम इनको लेने आ रहे हैं कपड़े लेने खै त मेरी बुढ़ी तो छैनिन् ये दो लोग आए हैं ना यहाँ खेल रहे हैं यहाँ दोनों पानी में देखो बढ़िया हाँ मिनी ब्लॉग घुम्न गएको हामी मिनी ब्लग हाम्रो पुरा खतरा छ अब गएर पुरा एडिट गर्ने खतरा होइन हामी गएनौँ हामीले बदाम जुस खाएर आएको न बदाम जुस अच्छा था ना ठंडी थोड़ी हाथी है हम जा रहे हैं लगभग 2 बजे चलो भाई नुहाने ले नूर हम जा रहे हैं कपड़ा कुछ लाना पर्छ चलो लिएर हुन्छ कि टोकामा बोकेर नै हुन्न त्यस्तो हुन्न कहाँ हुन्न नि को आउँछ दाइ आउनुहुन्छ दाइ म आउन्न त्यो चाहिँ हाम्रो मिठो पँधेरो पानी हटाऊ त यसमा हटाऊ के भन्नुपर्छ मलाई फुपू यो हटाउनु छ यो पानी पठाइदियो भात खायो तिनीहरूले क्या पता चलो भाइ अच्छा के गर्नुहुन्छ मम्मी यार तपाईँ के गर्नुहुन्छ यस्तो नगर्नुहोस् मम्मी सम्बिकालाई सुकाउन भन्छु के भयो हामी बाटो लागिसक्यौँ दादाको बोडी खतरा छ है होइन दादा जिमसिम जानुहुन्छ होला जिमसिम कहिले जानुभयो नेचुरल हो होइन शरीर हो हेर बाल्टी उचालेर त्यो होइन मैले उचाल्नै सक्दैन हिजो भन्नुभयो कि कसले भन्यो मलाई म त ल्याउ क्या नै कसले भन्यो त लास्ट कमजोर भयो भनेर मलाई कसले भन्यो यार हिजो नहीं ओ गाइस भ्यू हेर्नु न यार मोहनी लगाइसक्यो मलाई यो भ्यूले हामी चाहिँ हिँडिरहेछौँ हिँड्न नसके पनि हिँडिरहेछौँ म त हिँड्न सक्दिनँ पहिलो कुरा यति पनि तेर्सो बाटो नि हिँड्न सक्दिनँ यार घाँसको बारी लिएर हिँड्थेँ मैले अहिले मकै ढोकामा बोकेर लिएर हिँड्थेँ डाँठका भारी लिएर हिँड्थेँ के हो यो भगवान अहिले आफ्नो शरीर लिएर हिँड्न गाह्रो भइरहेको छ पाइताला तिग्रा हुन्छन् नि दादा तिग्रा त पुरै हिँड्ने सार्नै नसक्ने हुन्छ यो त बाल्टी लिएर हेर त मैले त त्यही सक्दैन एक बाल्टी दिइसक्यो भक्क पान ओ भाबी है हामी त पँधेर गएर कपडा लिन गएको नि हामी
लिएर आयो नि लिएर आयो कहाँ त्यस्तो सरी यो कपडा सुकाइदिउ त आएर भाउजूले भन्नु छिटो तिम्रो टाउको पा भाबी खाने सुन्नु मेरो बारेमा 2-4 शब्द भन्नु अनि खाना खाएपछि जुठो मुख हुन्छ त ल हाम्रो मिनी भ्लग यहीँ खत्तम गर्छौँ 2-4 शब्द सब्सक्राइब भनिदिनु न हौ क्या दामी देखियो भ्यू पनि भन्नु न भन्नु न छिटो मैले नभन्नुसम्म मेरो बाबु मेरो दियोरको युट्युबमा भिडियो हेर्नु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला दियोर गरिब छ धनी बनाइदिनु होला धनी बनाइदिनु होला ल धन्यवाद भन्दै हामी दियोर भाउजूमा यो यहाँसम्मको यहाँ मिनी भ्लग यही समाप्त बाई बाई गाइस ल राम्रो रुक्न हल्लिन अनि फेरि लाग्छ हटाइदिनु लाग्छ भयो कि पुछ्दै मैले पुछ्दिनँ आउन र ल बहिनी है बहिनी राम्ररी भाँडा माझ त्यही हल्ला नगर यो चाहिँ टमाङ यो चाहिँ हाम्रो बिउ ल एउटा मातेले फेरि उता जता नि सताइहाल्छ यो मैले उठाउनु नसकेर दाइले ल्याउनु भयो हेर त नो बाहुबली यु आर बाहुबली छु हेर न उचालेर पटक्छ मलाई त मिनी भ्लग हो केही भनिदेऊ न मेरो बारेमा मेरो बुढोको भ्लगमा ए न खेपा त्यो गर त त्यो भन त छिटो के भन्ने त्यो भन न मेरो बारेमा युट्युबमा सब्सक्राइब गरिदिनु भन लाइक कमेन्ट सबै नै आउँछ तिमीलाई खतरा इङ्ग्लिसमा ल छिटो न छिटो भन केही हुन डमाउनु हेर छिटो राम्रो आएको के छिटो के भनिदेऊ 2-4 शब्द तिम्रो बुढो भाइरल होस् के ल पैसा धेरै कमाओस् यो भाइरल भयो नि ल मैले साँच्चै होइन भ्लग बनाउन सुरु गर्छु जहाँ जाँदा पनि एउटा गोप्रो किन्छु होइन साँच्चै हो हेलमेटमा खतरा हेलमेट किन्छु अनि भ्लग बनाउँछु पुरा गाउँको यस्तो भ्यूहरू हेर्न मन छ भने गाइज है यो त के हो र बिहानको होमा कसले हो आछ स्टोरीमा टिकटकमा त हेरिन भ्यू खतरा छ है यो चाहिँ अर्घाखाँची हो है टुनी पोखरा भन्ने ठाउँ हो वार्ड नम्बर 4 होइन वार्ड नम्बर 4 टुनी पोखरा दामी छ नाइस बिहानको भ्यू 6-7 बजे होइन 6 बजे दामी थियो भ्यू होइन 6 बजेर 15 मिनट जाँदाखेरि होइन यस्तो राम्रो थियो छ तर मसँग त्यो भिडियोहरू छ तर मैले राखेको छु टिकटकमा गएर हेर्न सक्नुहुन्छ शम्भु श्रेष्ठ @ शम्भु श्रेष्ठ 52 छ है टिकटक आइडी टिकटक एकाउन्ट जत्रो देखियोस् केही फरक पर्दैन 0.5 मा बनाउँछ हामीले भन्दै भन्यो 2-4 शब्द के भन्न भन्थे नै हुन्न त्यस्तो हुँदै हुन्न नि नै आउन्न भनेर हुन्न तिमीलाई धेरै आउँछ छिटो प्लिज बेब छिटो नो खेपा प्लिज पाखेको उल्टो अर्थ खेपा हो रे है गाइज मलाई चाहिँ थाहा थिएन यसलाई भैँसीलाई थाहा थियो त्यो भन त छिटो नत्र भने म गाली गर्छु है नहान छिटो त्यत्रो ढुङ्गाले हान्ने भन न सब्सक्राइब गर्दिन भान्जी ल आऊ केही भन्थ्यो छिटो प्लिज छिटो यहाँ आऊ छिटो उता गयो भने नि छिटो आऊ है हुन्न यस्तो भान्जी छिन् भन्ने त मैले बिर्सेको नत्र अघि नै चाट्दै नि मैले भ्लग हो है भ्लग यो 10 मिनट भइसक्यो यो 20 मिनटसम्मको भ्लग हुन्छ यो युट्युबमा पोस्ट हुन्छ होइन यो मिनी भ्लग भन्दै यो अलि लामो भ्लग भयो ए भाइ
भान्जी नगर है छोरी छोरी भनिदेऊ त 2-4 शब्द अङ्कलको युट्युब च्यानलमा छिटो उठेर भनिदेऊ ल छोरी नि फोन हेर्न खतरा उठा छिटो भन छिटो ल शम्भु अङ्कलको युट्युब च्यानलमा सब्सक्राइब लाइक कमेन्ट सब गरिदिनु भन ल छोरी छिटो भन अस्ति भनेको थियो त भन न किन हेरेको हेरे भाउ छिटो भन के ल भन न छिटो छोरी ल हालेर ल भन मेरो शम्भु अङ्कलको युट्युब च्यानलमा लाइक कमेन्ट सब्सक्राइब सब गरिदिनु होला सेयर गरिदिनु होला भन्छु त्यो गरिदिनु भन कि ल त्यति भन्छ ल त्यो गरिदिनु भन अनि शम्भु अङ्कल भाइरल भयो त छोरी नि भाइरल ल उठ किन ठाडै भयो त तिमी त ठङ दियो एउटा चुप्पा दिएको छिटो उठ ए ठङ त्यो भयो हेर त खुट्टा सुट्टा सबै ठङ त्यही भयो छोरीको त हेर त जता ल त्यति यत्रो ग्याप छ तँलाई ए छोडिदिने अनि छोरी यस्तो हुन्थिन हालत छोडिदिमी ठङ त्यही भयो कि लै छोरी पान्जी ल भनेको भन छिटो छोरी भन अङ्कलको युट्युब च्यानलमा सब्सक्राइब लाइक कमेन्ट सब गरिदिनु ल दाइले समेत गरिदिनु भन दाइ हो कि न दाइ ल छिटो भान्जीको पालो सबैले गरे सम्बिकाले उसले अहिले हेर सब्सक्राइब पनि गरिदिनु ल नाम भनिदियो तिम्रो नाम भनिदियो पूर्णिमा के श्रेष्ठ राम्रो मान्छे ल छोरी भनिदियो तिमीले पनि लाइक एन्ड सब्सक्राइब प्लिज यो मागेको यो के अरे धम्की दिएको त हो राम्ररी भन मेरो शम्भु अङ्कलको युट्युब च्यानलमा सब्सक्राइब लाइक कमेन्ट अनि सेयर सब गरिदिनु होला भन ल गरिदिनु ल शम्भु अङ्कलको ल भान्जी भाग्यो फेरि हुन्न ल ठिक छ भन होइन त्यो गरिदिनु होला भन त्यो गरिदिनु सबै कुरा मेरो शम्भु अङ्कलको गरिदिनु होला यति मिहिनेत गरेछु यस्तो पसिना आएर त पसिना यहाँबाट भ्यू हिमाल देखिन्छ यहाँबाट ए बादल आएछ यार हिमाल देखिरहेको थियो अघि न यार यस्तो दामी मसँग भिडियो छ कि त्यसको भ्लग बनाउन पाएन कि मैले फेसबुक स्टोरीमा चाहिँ राखेको छु है शम्भु श्रेष्ठ छ है त्यसमा चाहिँ के भन्छ अरे गएर हेर्न सक्नुहुन्छ मेरो फेसबुक आइडी चाहिँ शम्भु श्रेष्ठ छ है त्यो चाहिँ गएर हेरिदिनु होला अनि त्यो लाइक गरिदिनु होला लभ वाला यार ओके अनि सो के भन्दै थिएँ फेरि यो भुल्ने बानी छ कि मेरो भगवान ल अब त्यो गरौँ के गरौँ भन्दाखेरि त्यो गरौँ यही खतम गरौँ है ल सबैजनाले हेरिदिनु भयो लास्टसम्म ल सबैजनालाई धन्यवाद दिँदै बिदाबारी हुन चाहन्छु हस्त धन्यवाद भ्यू यार गाइज म चाहिँ फिदा भयो ल